हेलो सोल्टी सोल्टी यहाँ केही भनिदिनु न यो हाम्रो हेलो नमस्ते टसिदेले सपो फेबुला हो यहाँ ल हजुर दिदी तपाईले केही कुरा भनिदिनु म भन्नु त केही छैन अब मेरो मात्रै देखिरहेको छ अब यो भिडियोमा त हाम्रो नि देख्नु पर्यो कि अब अलि हामीलाई नि माया गर्नु पर्यो ल भन्नु न तपाईले तपाईको साथीहरूलाई नि हामीलाई नि यता चाहिँ दिपेश गुरुङ हो दिपेश गुरुङ भने है दिपेश गुरुङ हो ऊ र हामी चाहिँ अन्त क्लास चाहिँ एउटै हो तर फिलहाल अब नेक्स्ट इयर हामीहरू छुटिनेवाला छौँ किनकि यो चाहिँ अब घुममा बस्नेवाला छ यो चाहिँ अब त्यही भएर अब नेक्स्ट इयर हामी छुटिनेवाला छौँ अब यो साल पनि अब सक्नै लाग्यो भन्दा नै अब सेप्टेम्बर पुगिसक्यो हो सो अब त्यही हो बस्नु होइन साथी अब यो अन्तिम चरणमा छ अब हामी भनेको अब एउटै थालमा खायो एउटैमा बस्यो हो एउटै कलशमा बस्यो अनि त्यसको पलहरू कस्तो भयो तपाईँलाई भन्नु अब त्यसो त के भन्नु अब उसले चेपा पनि अब यति राम्रो त खेल्नु सिकेन हो तर उसले पेर्जे चाहिँ फेरि हो हाम्रो क्लासबाट चाहिँ गेडाले नपताउने खाले लेख्थ्यो पेर्जे चाहिँ है उसले चाहिँ साँच्ची भनेको पेर्जे चाहिँ म चाहिँ मान्छु उसलाई तपाईँ नि यस्तो हो नि फेरि दाजु अब हुन्छ नि अब तपाईँ यो अब 3 दिन छुट्टी हुन्छ अब योमा कता जानुहुन्छ भन्नु न केही शब्दहरू भन्दा नि अब हुन्छ नि अब घुमाइ कतातिर छ अब तपाईँको मन कतातिर छ हो अब भन्दा नि यो 3 दिन छुट्टीमा त जाने त प्लान थियो तर अब छुट्टी चाहिँ 1 हप्ताको कुरा थियो नि त तर फेरि अब घटेर चाहिँ 3 दिन मात्रै भयो त्यसैले अब हेर्नुपर्छ अब यस्तो मिलाउँदै गर्नुपर्छ अब कता हुन्छ के हो अगाडिपट्टि यहाँ हेरौँ न कस्तो खेल्दैछ खेल्दैछ फुटबल ल अर्को पालिमा भेटौँ